सिर्फ मेसेन्जरमा च्याट गर्ने वाला मात्र रातभरि जाग्दैनन्, रातमा त ऊ पनि जाग्छ जसले आफ्नो सपना पूरा गर्न कोसिस गरिरहेको हो। साथी, पढ्न जरुरी होइन, मजबुरी छ। यो समयलाई सदुपयोग नगरे धेरै पस्ताउनु पर्छ। साथी, पैसा धेरै जरुरी छ। अहिले थाहा नभए पनि जब तपाईको आमालाई बिरामीको सेहत भन्दा धेरै पैसा लाग्छ तब तपाईलाई पैसा कति जरुरी छ थाहा हुन्छ। साथी, पैसा कमाउन जरुरी छ तर कमाउन धेरै मजबुरी। साथी, पैसाले स्वास्थ्य किन्न त सकिँदैन तर दबाई किन्न धेरै जरुरी। साथी, पैसाले भोक किन्न त सकिँदैन तर खानको लागि धेरै जरुरी। साथी, पैसाले निद्रा किन्न त सकिँदैन तर निदाउनको लागि बिस्तारो धेरै जरुरी। साथी, यी तीन चिज स्वास्थ्य, भोक, निद्रा पैसाले किन्न त सकिँदैन तर जरुरी धेरै हुन्छ। स्वास्थ्य खराब भए पैसा नहो, भोक लागे पैसा नहो, निदाउनको लागि बिस्तारो नभए पैसा नहो, तब थाहा हुन्छ पैसा कति जरुरी छ। त्यो पैसा कमाउनको लागि पढ्नु पर्छ। जब तपाईले आफ्नो बच्चाको स्वार्थ पूरा गर्न पाउनु हुँदैन, आफ्नो सपनाको पूरा गर्न पाउनु हुँदैन, तब यो कुराको महसुस हुन्छ मेरो लागि पढ्न जरुरी थियो। तब यो कुराको पस्ताव हुन्छ मेरो लागि केही गर्न जरुरी थियो। जब तपाईको साथी तपाई भन्दा कयौं अगाडि गइसकेको हुन्छ, तपाईले सडकको गल्लीमा पैतालाको धक्का खानुहुन्छ, तब यो कुराको महसुस हुन्छ मेरो लागि पढ्न जरुरी थियो। साथी, नपढे पस्ताउनु पर्छ। यो समयलाई सदुपयोग गर्नु या नगर्नु पैसाला तपाईको हातमा छ। आफ्नो सपनालाई पूरा गर्नमा लगाउनु या बेकार गर्नमा लगाउनु केवल तपाईको माथको पसिनामा छ। पढाइ गर्नमा मन लाग्दैन, पढाइमा जागर लाग्दैन, किताब भलाइ देख्नमा कालो र सेतो छ। एक दिन तपाईको जिन्दगी रंगीन गरेरै छोड्छ। साथी, यो जिन्दगी एक संघर्ष हो, चलिरहन्छ। कहिले पढाइ गर्नमा अन्दाज नमार्नु। जब पढाइ गर्नमा मन लाग्दैन तब यो कुरा याद दिलाउनु एक दिन जिन्दगीमा सफल हुनु नै छ भने यो बहाना किन। जब तपाईको जिन्दगीमा केही सपना छैन भने पढाइको पनि कुनै मतलब छैन। जब तपाईको जिन्दगीमा एक गोल हुन्छ, त्यो गोल पूरा गर्नको लागि पढाइ हुनुपर्छ। जब तपाई त्यो गोल पूरा गर्नमा मजबुर हुनुहुन्छ तब तपाईलाई पढाइ गर्नमा कसैले रोक्न सक्दैन। साथी, मेरो काम हो तपाईलाई मोटिभेट गर्नु, त्यो मैले गरिदिए। म हमेशा मोटिभेट गरिरहन्छु, तपाई कोसिस गरिरहनु। म हमेशा सम्झाइरहन्छु, तपाई मेहनत गरिरहनु। म मिल्छु तपाईसँग अर्को भिडियोमा जुन तपाईलाई सकारात्मक ऊर्जाको भर्दियोस् र सकारात्मक सोचको साथ अगाडि बढ्नुस् र भिडियोलाई धेरै भन्दा धेरैलाई शेयर गर्नुस् र हाम्रो यो प्रयासको हिस्सा बन्नुस्। मेरो आवाज पहिलो पटक सुन्नु भएको छ भने च्यानललाई जरुर सब्स्क्राइब गर्नुस्।